भयो त्यस्तो जबरजस्ती गर्ने भए चाहिँ म बनाउँदिन भिडियो। म त बरु वेब सिरिज पो हेर्दै बस्छु। अनि अघि त गेम खेल्दै बस्छु भनेको होइन? गेम पनि खेल्ने वेब सिरिज पनि हेर्ने नि। छुट्टीको भरपुर फाइदा उठाउनु परेन? वो अलग ही लेवल का बंदा था। मलाई पनि एक दुईवटा वेब सिरिजहरु सजेस्ट गर त गाइज। रुको जरा, तिम्रो वेब सिरिज हेर्ने उमेर भएको छैन के? तिमी डोरेमोन हेर्दै बस। तिमीले हेर न डोरेमोन, आफू छ जियान जस्तो मोटो न मोटो, अझ मलाई पो डोरेमोन हेर भन्दो रहेछ। गजब बेइज्जती है। तर डोरेमोन त मेरो फेभरेट कार्टुन हो यार। म अझै पनि हेर्छु खाना खाने बेलामा। तिमीलाई खाना खाने बेलामा फोन हेर्नु दिनुहुन्छ मम्मी बाबाले? मलाई त दिनै हुन्न। मेरो त मम्मी बाबा नै फोन नहेरिकन खाना खान सक्नुहुन्न, मलाई नदिने त कुरै भएन नि। खतरनाक लोग हैं। हाम्रो आमा बुवा पनि अचम्मको हुनुहुन्छ है। आफूहरू चाहिँ चस्मा लगाई फोन हेर्नुहुन्छ अनि हामीलाई चाहिँ फोन नहेर आँखा बिग्रिन्छ भनेर भन्नुहुन्छ। बात तो सही है। अहिलेको मोडर्न आमा बुवा यस्तै त हो नि। एक हातले छोरा छोरीलाई खाना खुवाउने अनि अर्को हातले चाहिँ टिकटक स्क्रोल गर्दै बस्ने। खाना छोरा छोरीको मुखमा जाँदैछ कि नाकमा जाँदैछ थाहै हुँदैन अहिलेको आमा बुवालाई। बिल्कुल बिल्कुल। पहिला फोनले गर्दा छोरा छोरी बिग्रियो भन्थे, अब त फोनले गर्दा आमा बाउ बिग्रियो भन्ने बेला भइसक्यो। समय परिवर्तन भइसक्यो नि त गाइज। पछि हामी पनि आमा बुवा भएपछि त्यस्तै गर्ने त हो नि। पछिको कुरा छोड्देऊ न, भर्खर त एसी सकिँदैछ, आमा बुवा बन्ने त कहिले हो कहिले नि। तिमीहरूको इक्जाम कस्तो भयो गाइज? मेरो त लास्ट भङ्जा भयो यार। त मान्छे नै भङ्जा छस् अनि इक्जाम भङ्जा नहुने त कुरै भएन नि। अबे साले। इक्जामको कुरा नगर यार, मैले त सामाजिक पेपरमा गीत लेखेर आएको छु। तैले त गीत मात्र लेखेछस्, मैले त कविता शायरी जोक सबै लेखेर आएको छु, त्यो पनि म्याथ पेपरमा। अनि तिमीले त मेरो अगाडि जान्ने परेको छ, सबै त्यसको सार्छु बनेको होइन? के को जान्ने हुनु, गफ दिएको रहेछ नि मलाई। इक्जाम सुरु भएपछि त नङ टोक्दै बसिरहेको थियो। मेरो क्लासमा त सबै जान्ने परेको थियो, कसैले कसैको सारेन। साले तू। मेरो क्लासमा त कोही जान्ने थिएन, सबले मेरो सारिरहेको थियो। हामीलाई त तिमीले कहिले सार्न दिँदैन थियौ त, अरूलाई चाहिँ किन सार्न दिएको? फ्रीमा सार्नु दिएको होइन नि मैले, सबैबाट 20 रुपियाँ उठाएको अनि मात्र सार्नु दिएको। तिमी त इक्जाम दिनु गएको थियौ कि बिजनेस गर्नु गएको थियौ हौ? खतरा पैसा कमाइछौ त। इक्जाम त जसो तसो दिइयो, अब रिजल्ट पो कस्तो हुने हो यार? कस्तो हुन्छ र? जस्तो लेखेको छ त्यस्तै हुन्छ नि। टमाटर रोपेर स्याउको अपेक्षा गर्नु भएन क्यारे? जे हुन्छ देखा जाएगा के, छोड्दै यो कुरा नगर। अनि के कुरा गर्नु त हजुर? हजुरले नै भनी बक्सियोस् न त। के भनी बक्सियोस् भन्छ यसले फेरि? म राजा हो र मसँग यसरी बोलेको? हो त नि, त यो टोलको सबै कुकुरहरूको राजा हो, थाहा छैन तलाई? म कुकुरहरूको राजा भए त कुकुरहरूको सेनापति। जा तेरो सेनाहरूसँग गएर भुक्दै बस। गाइज, अबदेखि हप्तामा 2 दिन बिदा हुने रे नि, थाहा पायौ तिमीहरूले? अस्ति नै थाहा पाएको नि हामीले त, तिमीले भर्खर थाहा पाउँदैछौ? यो जोक सुनेको 5 मिनट पछि हाँस्ने मान्छे हो के? यसले जे कुरा पनि ढिलो थाहा पाउँछ। तर 2 दिन अलिक कम भयो के? हप्ताको 4 दिन छुट्टी दिएको भए चाहिँ मजा हुन्थ्यो। हप्ताको 4 दिन छुट्टी दिएर काम चाहिँ कहिले गर्नु? अर्को जुनीमा?